हेलो एभ्रिवान, नमस्ते छ सबैजनालाई। के छ तपाईहरुको खबर? होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। यो चाहिँ हो पार्ट 2 को भिडियो। तपाईहरुलाई मैले पार्ट 1 मा 28 सेप्टेम्बरको भिडियो दिएको थिएँ र यो चाहिँ हो 29 सेप्टेम्बरको पार्ट 2 भिडियो। र आजको दिन म कहाँ जान्छु हजुरहरुलाई पनि देखाउँछु, मेरो भिडियोमा जोडिनु होला। हामी चाहिँ फर्स्ट जाँदैछौँ क्लबमा। यहाँ चाहिँ हर वर्ष दुर्गा पूजा हुन्छ र यो पालि पनि भएको छ र यसपालि चाहिँ हेर्नु न कति राम्रोसँग केदारनाथ बनाएका छन्। अनि आज चाहिँ यति गर्मी थियो, राति भएपछि पनि कति गर्मी थियो। अनि यता हेर्नु गर्मीले मान्छेहरू यहाँ कोही छैनन्, कोही बसेका छैनन्। यता साना बच्चीले गाना गाइरहेछिन् र मान्छेहरू एउटा दुईटा बसिरहेछन्, अरू सबै आना जाना गर्दैछन्। अनि यति गर्मी थियो नि, मान्छेहरू हेर्नु न कति आउँदैछन्, सब भित्रबाट आएका। भित्र ठन्डा छ, तपाईलाई म भित्र देखाउँछु कति मान्छे छन् भित्र। हेर्नु कति छन्। कोही चौकीमा बसिरहेछन्, कोही खडा भएर गफ मारिरहेछन्, कोही भिडियो गर्दैछन्, को के। अनि म चाहिँ गाइस यहाँ भिडियो बनाउँदै छु। अनि तपाईहरुलाई मैले अघि पछाडीबाट देखाएको थिएँ हैन, अहिले चाहिँ म देखाउँदै छु अगाडिबाट। यहाँ हेर्न सक्नुहुन्छ। अनि मेरो दिदी चाहिँ बाबुलाई खोज्दै जाँदैछ। कहाँ कुद्छ हेर्नु न, उहाँ कुदै एकछिन एउटा ठाउँमा बस्दैन। अनि यता चाहिँ दुर्गा माताको दर्शन गर्नु होला। र मान्छेहरू हेर्नु न, भिड चाहिँ कम्ती नै हुँदैन, कति आना जाना गरिरहेछन्। यति गर्मी छ कि यहाँ छोडेर भने जानै मन लाग्दैन त्यस्तो लाग्छ। र फेरि पनि तपाईहरुलाई मैले यहाँ दर्शन गराइदिएँ। र हामी चाहिँ अब यहाँबाट जाने भनेका। र बाबु हेर्नु न नाच्न थालो, उफ्रिन थालो, बच्चाहरूसँग खेल्न थालो। बच्चाहरू त्यही त हो, मान्छेहरू देख्यो भने एकदम कति खुसी हुन्छन् हैन। अनि हामी चाहिँ निक्लेर पनि हेर्नु हामी साथ अरू कति मान्छेहरू निक्लिँदैछन्। र हेर्नु साइडमा चौकी भएकोमा कोही मान्छे छैनन्, यति गर्मी छ, खाली चौकी खाली छ। एक दुईटा मान्छेहरू त बसेका छन्, अरू मान्छे त सब भित्र। अनि हामी चाहिँ अब बाहिर पनि निक्लिसकेका छौँ। गरमले चाहिँ मान्छेहरूको मुख हेर्नु न कस्तो भइसकेको छ। मेरो पनि हेर्नुमा मुख एकदम निधार खुम्चाएर यता बाबु बोकेर म जस्तो हेर्नु उता पनि अङ्कलले बच्चा बोक्नु भएको रहेछ। र हामी अब गयौँ अर्को पूजामा। बेसी टाढा त होइन, सामने थियो र हामी पुगी पनि सक्यौँ। र यहाँ हेर्नुहोस् तपाईलाई म के देखाउँछु। यहाँ हेर्नु न कति मजाले घन्टी माथि झुन्डाका, साना घन्टी। यतिकै हेर्दा त साना के फुल जस्तो लाग्छ हैन, तर यी सब साना घन्टी हो। र बाहिर हेर्नु कति राम्रो छ। यहाँ बाहिर चाहिँ मलाई कति राम्रो लाग्यो। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र यसको सिधा चाहिँ हुँदै थियो नाचगानहरू। र अब चाहिँ हामी त्यहाँ हेर्न जाम भनेर हामी जान थाल्यौँ। र तपाईलाई पनि देखाउँछु कस्तो लाग्छ भन्नु होला है। गाना गाएको सुनेर हाम्रो बाबु चाहिँ यहाँ डान्स गर्न थाल्यो। र बाबुको डान्स देखाउँछु कस्तो लाग्छ भन्नु। गाना सुनेर त मलाई पनि नाच्न त मन लागेको थियो नि, तर के गर्नु यत्रो मान्छेको सामने नाच्न सक्दिनँ। अनि बाबु सँगसँगै बाबु पनि नाच भन्दै थिएँ, म पनि नाचिरहेको थिएँ अलि नि, फेरि त्यति नसोच्नु। अनि हामी एउटा डान्स हेरिसकेका थियौँ। यो डान्स चाहिँ मलाई हेर्न मन लाग्यो र तपाईहरुलाई पनि देखाउँदैछु। उता पनि डान्स भइरहेछ अनि यता पनि बाबु डान्स गरिरहेको छ। अनि हामी यहाँबाट हेरिसकेर अर्कै ठाउँ जाने भनेर हामी निक्लिसकेका छौँ।
वहाँ पुग्ने बित्तिकै हामीहरू गयौँ पानीपुरी खानको लागि। अनि पानीपुरी खाइसकेर हामी गयौँ पूजाको त्यहाँ। अनि त्यहाँ मान्छेहरू कति मान्छे आएका थिए र फोटोहरू मारिरहेको थिए र तपाईँलाई पनि देखाउँदैछु हेर्नु। सबै मान्छेहरू आफ्नो आफ्नो धुनमा छन्। कोही साथीहरूसँग बोल्ने, कोही नाच्ने, कोही फोटो खिच्ने। अनि उता गाना गाउने पनि उता हामी चाहिँ गाना गाउनेतिर गएनौँ। फास्ट चाहिँ गयौँ हामी सिधा मन्दिरतिर नि। र यहाँ चाहिँ कति राम्रो फोटो मार्नको लागि हेर्नु कति राम्रो थियो। अनि अब चाहिँ हामी भित्र पस्न थाल्यौँ र भित्र तपाईँलाई देखाउँदैछु र तपाईँहरू पनि दर्शन गर्नुहोला र हेर्न सक्नुहुन्छ। अनि हामीलाई गरम उठेर फ्यानको सामने बसेर मोबाइल चलाउन थाल्यौँ। एकछिनदेखि बस्यौँ अनि हामी फेरि बाहिर गयौँ। बाहिर गएर गाना गाइराख्नु भएको थियो अनि हामी त्यहाँ गएर गाना सुन्न थाल्यौँ। बसेर गाना सुनिराख्दै हामीलाई आयो प्रसादी र पूजाको प्रसादी कसलाई राम्रो लाग्छ भन्नुहोला। मलाई त असाध्यै राम्रो लाग्छ। अनि प्रसादी देखेर बाबुले त बसेर खान दिँदैन। अनि हामी गयौँ गाडीमै लगाएर खाने भनेर। अनि हामी चाहिँ गाडीमा जाँदै खाँदै गइरहेका छौँ। र अब चाहिँ हामी अर्कै ठाउँमा जाने फेरि कुर्नकै लागि। हामी चाहिँ अब अर्को पेन्डेल पनि पुग्न आँट्यौँ र यहाँको हेर्नुहोस् कस्तो लाग्यो भन्नुहोला। अनि हामी चाहिँ जाँदैछौँ। दिदी बहिनी मिलेका कमिलाले चिलेका भन्दै जाँदैछौँ। र तपाईँलाई कस्तो लाग्यो भन्नुहोला। कुन राम्रो लाग्यो तँ पनि भनिदिनु होला है। साइडमा कति राम्रो भगवानहरूको फोटो लगाएको कस्तो राम्रो लागेको। अनि भित्र हेर्नुहोस् कति राम्रो लागेछ। मलाई चाहिँ राम्रो लाग्यो। अब तपाईँहरूलाई कस्तो लाग्यो खै। बाहिर आएर बाबुलाई छोड्दैन त बाबु यसरी हिँड्न थाल्यो। यहाँदेखि निक्लेर गयौँ हामी पुच्का खानको लागि। र यहाँ कति राम्री बहिनी हेर्नु न यहाँ डान्स गरेकी थिइन् अरे र मलाई भन्दैछिन् मैले यहाँ डान्स गरेको थिएँ भनेर। अनि हामी चाहिँ अब खान थाल्यौँ पुच्का। तपाईँहरू सोच्नुहुँदैछ होला कति पुच्का खाँदो रहेछन् भनेर। तर पुच्का यहाँको पुच्काले मनै भरिँदैन। जति भेट्यो त्यति खान मन लाग्छ। र हामी चाहिँ अब खाइसकेर घर जाने भनेर निक्लेको थियौँ र भेट्यौँ यहाँ सामने चाउमिन र रोल। हामी चाहिँ अब यहाँ नखाने गाडीमै खाने भनेर पेकिङ गर्न थाल्यौँ। अनि हामी चाहिँ गाडीमा खाँदै गइरहेका छौँ। खाँदै फेरि अर्को ठाउँ पनि आइसक्यो र यहाँ त गाडी राख्ने जग्गै थिएन र हामी अलिक अगाडि गएर हेर्न थाल्यौँ र अगाडि थियो पार्किङ गर्ने ठाउँ। अनि त्यहाँ राखेर हामी चाहिँ अब हिँड्दै भित्र पस्दैछौँ र यो चाहिँ हो भित्र पस्ने। यहाँको चाहिँ कस्तो लाग्दैछ कि मलाई ठुलो भवनमा पुगे जस्तो भगवानहरू बस्छ नि त्यस्तोमा पुगे जस्तै लाग्दै थियो मलाई चाहिँ। र हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। भित्र चाहिँ कस्तो के छ म तपाईहरुलाई देखाउँछु हेर्नु होला। र यहाँ हेर्नुहोस् चाहिँ भित्र भनेर चाहिँ यसको भित्र पनि छ र यो चाहिँ अलिकति बाहिरै हो। अनि भित्र चाहिँ यहाँ हेर्न सक्नुहुन्छ र तपाईहरु पनि दर्शन गर्नुहोस्।
अनि हामी फेरि गयौँ बीचको त्यहाँनिर चाहिँ कस्तो राम्रो शिवलिङ्ग अनि गणेश भगवानको मूर्ति राख्नु भएको थियो। अनि हामी चाहिँ यहाँ हेरिसकेर बाहिर निक्ल्यौँ र बाहिर हेर्न सक्नुहुन्छ कस्तो राम्रो लागेको छ, लाइटहरू हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ भिडियो फोटो गऱ्यौँ र हामी यहाँबाट चाहिँ अब जाने भनेर निक्लिँदैछौँ। हामी चाहिँ अब हिँडेका गाइस घरतिर। आज चाहिँ यति नै हो, भेट्ने छु अर्को पार्ट 3 भिडियोमा। आई होप हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला र पेजलाई फलो गर्न नबिर्सिनु। सो हामी चाहिँ अब पुगिसकेका छौँ। यो त थाहा नै छ होला, हाम्रो घर छेउमा केदारनाथ थियो र हामी चाहिँ अब केदारनाथ पुग्यौँ र यहाँ हेर्न सक्नुहुन्छ हामीहरू पुगिसकेका छौँ। र घर पुगेर मेरो अवस्था हेर्नुहोस् कस्तो भइसकेको छ, मेरो चुलहरू हेर्नुहोस् गाइस। हुन्छ त गाइस, बाई बाई, भेट्ने छु अर्को एउटा भिडियोमा।